यो बिहानी पखमा हामीले रुकुमको सिस्ने हिमालमा परेको हिउँ देखाइरहेका छौँ। यो कार्तिकको महिनामा हिमपात भएको छ। आज बिहान चाहिँ गजबले देखिरहेको छ। सल्यानको कोटमौलाबाट देखेको यो दृश्य त्यो रुकुम पश्चिमको सिस्ने हिमाल हो। यो हाम्रो सल्यानको मखलाम लेक हो। यहाँ पारेको टावर भएको भने त्यो पारेको सिस्ने हिमालका हिम श्रृङ्खला छन्। अलिकति यतापट्टिको यो हिमाल डोल्पा र जाजरकोटको सिमानामा पर्ने भालुलेक हिमाल हो। यहाँ पनि हिउँ परेको छ। त्यसपछि यतातिरका यी जाजरकोटका अग्ला माथिका हिमालहरू हुन्। पहाड लगभग 4000 मिटरभन्दा माथिका यी पहाडहरूमा आज चाहिँ हिउँ परेको छ। त्योदेखि पल्लोपट्टि जुम्ला जिल्ला पर्छ भने वारीको भाग सबै सल्यानको भाग हो। पारेको चाहिँ जाजरकोटको भाग चाहिँ देखाइरहेका छौँ। यी हिमालहरू हेर्न सक्नुहुन्छ, गजबसँग चाहिँ देखिएका छन्। यो तलको कोटमौला, त्यसपछि पारी बागचौर, अनि यो सल्यानको कुमाख लेक हो पारीको भने यतापट्टि पारी अर्को खामे लेक भन्ने छ। यो रमाइलो दृश्य आज बिहानको हेर्न सक्नुहुन्छ।